साथीहरूलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दै आज पनि मैले एउटा नयाँ रोचक कथा लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु। आजको कथाको शीर्षक छ दुई माना चामल। अत्यन्त रोचक कथा लिएर हजुर समक्ष आएकी छु। कथा सुरु गरौँ। एका देशको कथा हो। एउटा सानो गाउँ थियो। त्यस गाउँमा एउटा धनाढ्य परिवार बस्थे, तर अलिक घमण्डी स्वभावको परिवार थियो। परिवारमा आमा, बुबा, छोरा, छोरी र नयाँ भर्खर भित्रिएकी एउटी बुहारी पनि थिइन्। बुहारी शिक्षित थिइन्, तर पुरानो चलन अनुसार बुहारीले सासु ससुराको सबै कुरा मान्नुपर्ने बाध्यता थियो। छोराको बिहे धुमधामले गरेका थिए। बाजा गाजा भोज भते रङ रङ्गेली गरी सबै गाउँलेहरूलाई त्यो विवाहको दिन गाउँकै सबैभन्दा ठुलो धुमधाम गरी मनाएका थिए। गाउँलेहरूले पनि यो ठुलो विवाह हो भनेर सम्झने गर्थे। एक दिनको कुरा हो, साँझ पख बारीबाट काम सकेर ससुरा घर फर्कँदै थिए। अनि बुहारीलाई घर फर्किएपछि पनि तिम्रो बिहेमा धेरै खर्च गरेर बिहा गरियो, तिमी पढे लेखेकी छौ भनेर धेरै खर्च गरियो, घरको आधा सम्पत्ति नै सकियो भनेर बुहारीलाई भने। बुहारीले के खर्च गर्नुभयो त बुवा? अन्त त दुई माना चामल नै त हो नि सब, अरू के नै खर्च गर्नु भएर भनेर बुहारीले भनिन्। ससुरा तर्सिए। यो बुहारी त अलक्षिणी पो रहेछ क्या हो, होइन यसले त केही जानेकी रहन्छ, शिक्षित छ भनेर लिएको त यसको त कामै केही रहन्छ। शिक्षाको के काम, यसलाई त बरु माइतीमै लैजानु पर्यो, माइतीमा लगेर फिर्ता गरिदिनु पर्यो भनेर ससुराले सबै घर परिवारका अगाडि भने। त्यो कुरा सबैले माने, किनकि पहिलाको पालामा रूढिवादी थियो। ससुराले जे भने त्यो सबै घर परिवारकाले मान्ने गर्थे। भोलिपल्ट बिहानै ससुराले बुहारीलाई लिएर माइततिर लगेर छोड्ने भनेर हिँडे। बाटोमा उनीहरूले एउटा लास बोकिरहेको आइरहेको जुलुस देखे। त्यो लास देखेर बुहारीले अचम्म मान्दै त्यो लासको मलामीलाई सोधिन्, होइन यो एउटा मात्र लास हो कि धेरै लास छ भनेर सोधिन्। मलामीले हेरेर मुसुक्क हाँस्दै भने, तिनीतिर हेर्दै, यहाँ धेरै लास छ भनेर दिनले भने। बुहारा चाहिँ अचम्म परे। ससुराबा चाहिँ हेर्दा बुहारी त पागल नै थिए। यी मलामी पनि कस्तो पागलहरू जस्ता रहेछन्, एउटा लास लिएर आछन्, धेरै भन्छन् भनेर मनमा नै त्यसो भन्दै ससुरा पनि अघि अघि हिँडे। बुहारीले पनि म बुझ्छु, यो लास चाहिँ समाजसेवीको लास हुनुपर्छ, जसको मृत्युमा सयौं मानिसहरू दुखी भएर पछ्याउँदैछन्। त्यसैले म यो लासलाई सोधेकी बुवा भनेर उनले भनिन्। ससुराले मनमा नै सोचे, कुरा त अलिक गहिरो पो रहेछ। बाटोमा हिँड्दै गर्दा केही अगाडि पुगेपछि खेतमा धान काटिरहेका मानिसहरू भेटिए। बुहारीले भन्न थालिन्, ए हजुरबा, यो धान काटिरहेको अहिलेको हो कि पोहोरको धान काटिराख्नु भएको हो? किसानहरू हाँस्दै बोले, पोहोरको पनि हो, अहिलेको नि हो नानी भन्दै हाँस्न थाले। फेरि ससुराबाले भन्न थाले, होइन यो बुहारीले के सोच्दिरहेछ, यो त पक्कै पागलनी नै हो। जब खेतमा अहिलेको धान काटिरहेका छन् पोहोरको भनेर सोचे, यसको दिमाग ठिक छैन, यसलाई त माइत नलै भुँदै हुँदैन भन्दै मनमा नै सोचे। ससुराले यो अज्ञानी नै रहेछ भन्ने बुझिहाले। फेरि किसानहरू पनि उस्तै, यो पोहोरको पनि हो अहिलेको पनि हो भन्छन्, अहिले काट्न लागेको धान त अहिलेको पो हुन्छ, पोहोरको कसरी हुन्छ? यी सबै मूर्ख भनी मनमा नै सोच्दै हिँडिरहे। हिँड्दै हिँड्दै गर्दा थकाइले लहतरान भएका ससुराबा एउटा ठुलो रुखमुनि बस्न थाले। त्यति बेलै त्यहीँ बस्दा बस्दा ऊ भुसुक्क निदाए। निदाएको बेलामा एउटा काग उडेर त्यहीँ आयो। अनि कागले बोल्यो, यो जमिनमा धेरै सुन चाँदी गाडिएको छ, पैसाहरू पनि टन्न छ, त्यसको साथै एउटा कचौरामा भोरी दही पनि छ। जब यो खन्छ र त्यो कचौराको दही मलाई दिन्छ, अनि बाँकी भएको पैसा सुन चाँदी सबै उसैको हुनेछ। यदि तिमीले गर्न सक्छौ भने तिमीलाई पनि यो सबै पक्का हो भनेर कागले बुहारीलाई भन्यो। बुहारीले सहजै स्वीकारी खन्न सुरु गरिन्। त्यस जमिनमा खन्दाखेरि धेरै सुन पैसा धेरै देखिए, अनि कचौरामा दही पनि देखियो।
त्यो दहीको कचौरा कागलाई दिइन्। कागले जतिखेर खोतलेर सुन चाँदी निकाल्नलाई पनि मद्दत गरिरहेको थियो। बुहारीले ती सबै सुन चाँदी आफ्नै झोलामा राखिन् अनि त्यो दही कागलाई खान दिइन्। कागले पनि दही खाएर त्यहाँबाट उडेर गयो। ससुराबा पनि त्यही बेलामा बिम्जिहाले। ससुराबा बिम्जाने बेलामा त बुहारीको साथमा टन्न पैसा सुन चाँदी धेरै थिए। त्यो देखेर छक्क परे अनि ससुराले भन्न थाले, तैँले कि कतै चोरेर त ल्यागे हैनस्? तैँले यस्तो कहाँबाट गरिस्? भनेर बुहारीलाई भन्न थाले। अनि बुहारीले भन्न थालिन्, हजुर निदाको बेलामा एउटा काग आएको थियो। कागले यस जमिन मुनि खन धेरै सुन पैसा टन्न भेटिन्छ, त्यसमा एउटा कचौरामा दही पनि छ। त्यो दही मलाई जसले खान दिन्छ त्यो सबै पैसा उसैको हुन्छ भनेर भन्यो। अनि मैले त्यहाँ खन्न सुरु गरेँ। खनेको त यति धेरै पैसा भयो। कागले दही खायो, अरू सबै मलाई दियो अनि मैले झोलामा राखेँ भनेर ससुरालाई सुनाइन्। ससुरा अझै अचम्ममा परे। अनि ससुराबाले मनमा नै सोच्न थाले, अब यो बुहारीलाई माइत लएर छोडिदिउँ भने सबै यो सम्पत्ति पैसा जति सबै उसैको हुन्छ। यो ल्याऊ तिमी जाऊ भन्न पनि मिलेन, पैसा मलाई देऊ भनेर माग्न पनि मिलेन। अब के गर्ने होला? भइगयो भो, अब बुहारीलाई पनि लैजानु छ, यत्रो पैसा छोड्न त मिलेन भनेर फेरि आफ्नो कुरा परिवर्तन गरेर ससुराबाले बुहारीलाई घर फिर्ता ल्याउने निर्णय गरे। अनि हिँड बुहारी भो, जे भएको भइगयो, अब घरै गएर बस भन्दै बुहारीलाई घर फर्काएर लिएर आए। ससुराले बाटोमा बुहारीसँग सोधे, तिमीले किन यस्ता अनौठा प्रश्न गरिरहन्छौ बुहारी? घरि लास बारे त्यस्तै कुरा गर्छौ, घरि धान बारे त्यस्तै गर्छौ, घरि के भन्छौ, म त अचम्मै परे भनेर ससुराले भन्ने मिठो मुखले बुहारीलाई भन्न थाले। बुहारी मुस्कुराउँदै भनिन्, लासको कुरा मैले गर्थेँ नि, किनकि साँचो समाजसेवीको मृत्युमा सयौं मानिसहरू रोएर लास सर बनेर पछ्याइरहेका हुन्छन्। अनि अर्को कुरा धानको कुरा मैले किनकि अहिले फलेको धान पोहोरको मेहनत हो। किनकि ऋण काटेर सापटी लिएर खाएको भए त्यसलाई तिर्नु पर्यो, त्यो पोहोर खाएकै खर्च भयो अनि त्यो ऋण त चुक्ता गर्नु पर्यो। अहिलेको भए ऋण छैन भने मात्र अहिलेको हो, त्यसैले मैले पोहोरको हो कि अहिलेको हो भनेर सोधेकी हुँ भनिन्। ल त्यो त ठिकै छ, मैले पनि माने। अनि तिमीले मैले त्यत्रो तिम्रो विवाहमा धुमधाम गरी आधा सम्पत्ति नै सक्ने गरेर बिहेमा खर्च गरे, तर तिमीले त जम्मा 2 माना चामल त हो नि भनेर भन्यो। यो कुरो कसरी भन्यौ त नि भनेर ससुराबाले भन्नुभयो। अनि बुहारीले भन्न थालिन्, हेर्नुहोस् बुवा, अब बिहाको लागि भोज भतेर पार्टी दायाँ बायाँ गर्ने सरसामान किन्ने सबै आफ्नो लागि हो। किनकि आफूले खाएको तिर्नलाई मात्रै त्यो पार्टी गरिन्छ। ऊ साथीहरूलाई भनेर रमाइलो गरौँ मनाऊ भन्ने तरिकाले आफ्नो इच्छाले गर्ने कुरा हो। मात्र लाग्ने भनेको त जग्गामा 2 माना चामलले बिहा अम्किन्छ, अरू त केही खर्च हुँदैन। त्यो भनेको पण्डितले लैजाने हो, अरू चाहिँ सबै आफ्नै खर्च हो। त्यो त आफ्नो लागि मात्रै गरेको। गहना सुन कपडाहरू ती पछि काम लाग्छन् भनेर आफैले राख्नलाई किनेको। अरू खर्च त केही होइन, मात्र 2 माना चामल जग्गाको लागि हो, अरू केही भएको होइन। त्यसैले मैले भनेकी हुँ भनेर बुहारीले भनिन्। त्यसपछि ससुराका मनमा बाटोमा हजारौं कुरा खेलिरहे। मैले यसलाई मूर्ख ठाने, तर यो त शब्द दर्शन दिने बुद्धिमान पो रहेछ। जुन कुरा मैले जीवनभर सिक्न सकिन त्यसलाई त यसले सहजै बुझाइदिए मलाई। बिस्तारै ससुराको नजर बदलिन थाल्यो। ससुराका आँखामा आँसु आयो। बुहारी, तिमीले त मेरो आँखा खोलिदियौ। मैले त सम्पत्ति देखाउन धुमधाम गरे, तर तिमीले देखाइदियौ कि धुमधाम जीवन होइन। तिमीले देखाइदियौ यो साँचो कि धन भनेको बुद्धि र सद्बुद्धि हो। त्यसपछि ससुराले बुहारीलाई आशिष दिए। मेरो जीवनभरि मैले सिक्न नसकेको शिक्षा तिमीले दिएकी छौ। मेरो आँखामा तिमी मात्र बुहारी होइन, आमा सर शिक्षिका पनि तिमी नै हौ। मैले बल्ल बुझेँ। त्यसपछि भोलिपल्ट गाउँमा जताततै यो कुरा फैलियो। गाउँलेहरूले भन्न थाले, धनी घरकी बुहारीको जस्तो ज्ञान दिएको छ त्यो किताबमा पाइँदैन। साँचो शिक्षित त्यही हो जसमा साधारण कुराबाट गहिरो अर्थ निस्कन्छ।
गाउँका युवाहरूले पनि यसैबाट धेरै कुरा सिके। धेरै देखाउनु पर्ने होइन रहेछ, सानो तर अर्थपूर्ण जीवन नै ठुलो रहेछ। ससुराले अन्तत सबै गाउँलेहरूलाई बोलाएर भने, आजदेखि मेरो घरमा बुहारीलाई कसैले मूर्ख भन्न पाउने छैन। मेरो बुहारी जस्तो बुद्धिमानी संसारमा कोही छैन। मलाई गर्व छ, हाम्रो घरको उज्यालो हो। गाउँमा बाजा बजाइयो, तर यसपटक धुमधामका लागि होइन, साँचो ज्ञान र साँचो मूल्यको सम्मानका लागि। बुहारीलाई को सम्मानको लागि गाउँभरि बाजागाजा गरी रमाइलो गरियो। अनि कथा सकियो। यस कथाबाट हामीले शिक्षा पाउँछौँ कि धुमधाम, आडम्बर, सम्पत्ति सबै अस्थायी हुन्, तर बुद्धि, ज्ञान, नम्रता जीवनभर दिने साथ र अमूल्य सम्पत्ति हो। साथीहरू, आजको कथा सुनेर हजुरले पक्कै पनि मनोरञ्जन लिनुभयो होला। केही सल्लाह सुझाव भए दिन अवश्य नबिर्सनु होला। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला। कथा अन्तिमसम्म सुनिदिनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद। यस्तै रमाइला र रोचक कथा लिएर फेरि पनि उपस्थित हुनेछु। धन्यवाद।